मर्निङ सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हाम्रो डे 3 अनि आज हामी तातो पानीबाट फेरि मुस्ताङतिर जाँदैछौँ। अनि आजको नाइट हामीले स्टे गरेको थियो हिजोको नाइट। अनि त्यसपछि अब हामी जाँदैछौँ। लु हामी चाहिँ तातो पानीबाट अब लागेको मुस्ताङतिर। अहिले चाहिँ हामी सायद आज हाम्रो जमसमसम्म हुन्छ होला। आज यहाँ चाहिँ एबिसी ट्रेक गर्ने ट्रेकर्सहरू हुनुहुन्छ लाइन लगेर गाडीमा टक्कर लगाएर हामी चाहिँ हिँड्यौँ। हेलो भाइ साहब, आपको किधर जाना है? कति स्पिडमा दौडेछ बिचरा, त्यसलाई कसले छोडेर गयो कि क्या? यहाँबाट कहाँ जाने? हजुर यताबाट चाहिँ एबिसी जाने रहेछ है, नर्थच्याङ भन्ने ठाउँबाट उता। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा रहेको दाना भन्ने ठाउँमा रहेको अन्धगल्छी संसारकै सबैभन्दा अग्लो गल्छी भनेर पनि चिनिन्छ। यो चाहिँ अन्नपूर्ण हिमालदेखि र यताको हिमालदेखि बिचमा पर्ने भएर यो एकदमै गहिरो गल्छी। अहिले चाहिँ सडक बनाउने क्रममा माथिबाट विभिन्न ढुङ्गाहरू खसेर पहिरो गएर चाहिँ गल्छी अलिकति खतरामा परेको छ। हिलोबाट थियो र भनेको यहाँको रुप्से झरना, यहाँ यति धेरै हुनुहुन्छ रुप्से झरनामा फोटो खिच्नेहरू टक्कर लगाएर यहाँ चाहिँ फुल छ। अब हामी चाहिँ जान्छौँ, यतातिर पनि धेरै हुनुहुन्छ जस्तो ब्रिज छ। अहिले चाहिँ हामी रुप्से झरनाबाट अगाडि बढिसक्यौँ। अब यो चाहिँ यति ठुलो खोज छ गल्छी, टक्कर लगाएर तिहारको लागि च्याङ्ग्राहरू बजारतिर झारिरहेको थियो बाटोमा। अहिले चाहिँ हामी म्याग्दीको घाँसा भन्ने ठाउँमा आइपुग्यौँ। घाँसा प्रशासनिक हिसाबले म्याग्दी जिल्लामा परे पनि यसलाई मुस्ताङको प्रवेशद्वार भनेर पनि चिनिन्छ। यहाँ ससाना होटल, गेस्ट हाउसदेखि लिएर ठुला ठुला होटलहरूसम्म पनि रहेका छन्। यहाँ ट्रेकरहरूलाई अन्नपूर्ण सर्किटमा ट्रेक गर्नेहरूको लागि पनि यो मुख्य वासस्थान रहेछ भन्ने बुझिन्छ। यहाँदेखि अलि माथि गएर इन्ट्री गरिसके पछाडि हामी जान्छौँ मुस्ताङतर्फ। यो ठाउँ बस्नको लागि यहाँ यसको अल्टिट्युड चाहिँ धेरै छैन। एकदमै राम्रो मौसम, सबैले एब्जर्भ गर्न सक्ने खालको मौसम भएको राम्रो ठाउँ थियो घाँसा भन्ने ठाउँमा। मेरो क्यामेरामा अलिकति प्रब्लम आएर राम्रो देखेको। लु अब चाहिँ मैले क्यामेरा अलिअलि मिलाए जस्तो छ है गाइजहरू। माथि चाहिँ हिमाल टल्किरहेको छ होइन। यहीँ भैँसीहरू कसले ल्यायो? मोमो खाने भैँसी हो। हेलो दाइ, तिम्रो मोमो मैले खाँदिनँ ल। बाइ द वे तिम्रो दाइले चाहिँ खानुहुन्छ। ओहो नि, ओहो दाइ, के छ हाल खबर? आशिका दिदी, आई मिस यु। नाउ वी आर इन मेसी गाउँ। अहिले चाहिँ हामी मेसी गाउँमा आइपुग्यौँ। नयाँ एक स्टेप अगाडि नयाँ गाउँ छ। गाउँमा फेरि एउटा घर छ है त, बाइ द वे। हिमालको यस्तो सुन्दर ठाउँमा बसेका च्याङ्ग्राहरू तिहार मनाउन झरे होलान् कि मनाइदिन झरे होलान्। हिमाली क्षेत्रमा प्रवेश गर्दाको आनन्द त्यो म वर्डमा एक्सप्लेनै गर्न सक्दिनँ होइन। छुट्टै आनन्द हुन्छ। म त्यो भिड अनि त्यसपछि त्यस्तो ठाउँमा घुलमिल हुन नसक्ने भएर होला, मेरो लागि चाहिँ यो स्वर्ग बराबरै थियो होइन। मलाई अहिलेसम्म पनि म यो भिडियो हेर्दाखेरि पनि मलाई त्यस्तै फिल भइरहेछ कि म कति धेरै इन्जोय गरिरहेको थिएँ त्यो समयमा त्यहाँ हेरिराख्दाखेरि। जब यहाँदेखि माथितिर लागेँ नि होइन, मनमा यस्तो धेरै कौतूहलता थियो कि ओ माई गड के भइरहेको छ टाइपको कि। अनि यो च्याङ्ग्राहरू तलतिर झारिरहेको क्रास भन्छ नि।
आइपुग्यौं गाइजहरु फाइनली दिस इज लेते बजार लेते बजार नि दामी छ है त ल मुस्ताङ प्रवेशद्वार पछि केही समयपछि आउने यो लेते बजार चाहिँ एकदमै आकर्षक थियो के पारी हिमालहरूदेखि नै तल यस्तो वरपर छेकेर बसेको गाउँ होइन यस्तो राम्रो ठाउँ थियो कि त्यहाँ नयाँ नयाँ घरहरू नयाँ नयाँ संरचनाहरू बनिरहेका थिए त्यहाँ ठुला ठुला होटलहरू पनि त्यहाँ अवस्थित थियो है तर प्रायःजसो मानिसहरू त्यहाँ नबसेर सिधै माथि जानुहुन्छ र समय भए अनि केही अलि धेरै समय लिएर गएको मान्छेहरू चाहिँ मलाई पछि चाहिँ रिग्रेट भइरहेको थियो लेते पनि बस्न पर्ने ठाउँ रहेछ जस्तो भइरहेको थियो होइन यस्तो राम्रो दृश्य देख्न पाइन्थ्यो त्यहाँबाट अझ बिहानै त्यही उज्यालो भइदिएको भए झन् कस्तो राम्रो हुन्थ्यो होला जस्तो फिल भइरहेको थियो आफूलाई पनि यस्तो मजाको ठाउँ के बस्नको लागि पनि मजा होइन मौसम पनि राम्रो यति ठुलो बगर कमेन्ट जस्तो छ नि हो त्यहाँनिर चाहिँ एउटा ताल छ क्या माथि हिँडेर जानुपर्ने हो यत्रो धेरै स्कर्पियो रोकेको छ यार के रहेछ यस्तो सुन्दर संसारमा पुगेपछि रमाइलो नगर्ने त कुरै छैन म कति धेरै एक्साइटेड छु र कति धेरै इन्जोय गरिरहेको छु भन्ने कुरा त त्यो मेरो मनलाई थाहा छ अहिले भिडियो हेर्दाखेरि पनि यस्तो धेरै इन्जोय गरेको जस्तो फिल हुन्छ वरपर हिमाल अनि यस्तो ठुलो ठुलो हरिया रुख बिरुवाहरू नजिकै खोला अनि त्यही माथि पनि अब हाम्रो खाना खाने ठाउँ आइपुग्यो होलिडे क्याम्प हामी होलिडे क्याम्पमा खाना खाएर चाहिँ अगाडि बढ्छौँ त्यहाँ चाहिँ खाना खानु बसेर हामी एकछिन समयसम्म बस्छौँ त्यहाँ इन्जोय गर्नको लागि राम्रो राम्रो ठाउँहरू छ होइन अनि हामी एकछिन त्यहाँ पिङमा पनि झुल्छौँ वरपर ठाउँहरू पनि घुम्छौँ त्यहाँ बसेर होइन त्यहाँ चाहिँ एकदमै अथेन्टिक थकाली फुडहरू पाइदो रहेछ अनि त्यसको लागि चाहिँ केही समय कुरेर अनि खाना बनाएर अनि त्यस पछाडि बल्ल हामी त्यहाँ खाएर आउनु पाउँछौँ होइन बस्नको लागि एकदमै चिल आनन्दको ठाउँ थियो कि मैले पहिले भिडियोमा हेर्दाखेरि पनि मलाई कस्तो आनन्द मानेको थियो हामी चाहिँ अब यहाँ होलिडे क्याम्पमा चाहिँ खाना खानको लागि हामी यहीँ बस्छौँ ओ भटे त्यहाँ तिमीले एउटा कुरा देख्छौ तिमीलाई म देखाउँछु ल भटु कस्तो ज्ञानी हो भुक्दा नि भुक्दैन त हामीलाई देखेर किन चाहिँ भुक्नु र एउटा कुरा देखाउँछु आउ न त ओके फर्स्ट अफ अल आई वान्ट टु गो वाशरूम मलाई वाशरूम जानु मन छ अनि यसलाई लामो गरौ तपाईले के देखाउनुहुन्छ भन्ने कुरा मलाई थाहा भइसक्यो यो त वाटरप्रुफ हो नि है पानी मुनि हाल्दै तिनीहरूले हामीलाई स्वागत गरेर के गराएर हैन त हेर न यसलाई लामो गरौ न
भुटान प्युठान या के छ यो भुटान भुटान हैन या झापा अब यता आउन चितवन नवलपुर ओ त्यहाँ छ प्युठान यो अझै लामो हुन्छ यहाँनिर चाहिँ प्युठान छ यता भिडियो अफ गर Say hello. 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 अहिले चाहिँ हामी यतातिर छौँ दामी ठाउँ छ एकदम दामी तपाईँको आवाज सुनेकै छैन मैले चाहिँ यहाँनिर उता फोटो खिचेको थिएँ यसो गरेर त्यसरी हामी चाहिँ यहाँ अहिले लखर हिँड्दा पनि राम्रै हुन्छ कहिलेकाहीँ र माइक छैन क्या अनि जोडसँग बोल्नुपर्छ कहिलेकाहीँ रमाइलो हुन्छ लखर हिँड्दा माइक घरमै छोडेर क्यामेरा मात्रै बोकेर आउँछौँ हामी तिनीहरू जान्न सर फर्केर आयो ओ त्यहाँ माथिसम्म गयो फर्केर आयो होलिडे क्याम्पमा खाना खाएर रेस्ट गरेर अब हामी जाँदैछौँ माथि जोमसोमतर्फ यहाँ गाडीहरू माथिबाट आउने गाडीहरू फर्किरहेछ यो हरेक बाटो हरेक यो पहाड हरेक टर्निङको भिडियो बनाउँछु स्किप गर्ने क्यामेरा अफ गरेर बस्ने मन छैन यस्तो राम्रो भ्यू आफूले हेरौँ मेरो फ्यामिलीले हेर्नु भनौँ होइन टक्क लाएर आउनुभएको मेरो साथीहरूलाई सबजनाले मेरो भिडियोको थ्रु भए पनि मुस्ताङ चाहिँ धार्मिक ऐतिहासिक र पर्यटकीय हिसाबले एकदमै अग्रस्थानमा रहेको हाम्रो मुस्ताङ जिल्ला हैन हिमाल पारीको जिल्ला त्यो पनि नेपालको मरुभूमि भनेर चिनिने जिल्ला है यस्तो राम्रो देखिरहेको थियो अहिलेसम्म त रुख बिरुवाहरू देख्न पाइन्छ हरियाली छ वरपर है यति ठुलो बगर छ यो बगरले यति धेरै बालुवा बोकेको छ आँखाले हेरि नभ्याउन्जेलसम्म देखिन्छ माथि हिमाल छ तलपट्टि रुख बिरुवाहरू छन् तल यस्तो राम्रो ट्रान्सपोर्टेसन राम्रो भयो भने चाहिँ पर्यटकहरूको घुइँचो नै लाग्छ त्यहाँ पर्यटकहरू यति धेरै हुनुहुन्थ्यो मैले पोखरामा जति देख्थेँ त्योभन्दा अझै धेरै त्यहाँ पनि देखेँ कि मान्छेहरू यति धेरै घुम्दो रहेछ जस्तो फिल भइरहेको थियो हामी जस्तै धेरै हुनुहुँदो रहेछ जस्तो फिल भइरहेको थियो त्यहाँ गइसके पछाडि पर्यटकहरूको एकदमै केन्द्रबिन्दुमा रहन सफल भएको सायद यही ट्रान्सपोर्टेसनको कारणले गर्दा पनि हुनसक्छ होइन यहाँको अब सौन्दर्यताको त कुरै नगरौँ नेपालका हरेक ठाउँहरू उत्तिकै राम्रा छन् र मुस्ताङले पनि छुट्टै विशेषता बोकेको छ यो मुस्ताङलाई राम्रो हुनुमा मान्छेले बनाएको कुराहरू धेरै कुराहरू मिसिएको भएर यसलाई चाहिँ अलिकति अब बिस्तारै जनसङ्ख्या बढ्दै जाँदाखेरि चाहिँ अलिकति अनि त्यसपछि ग्लोबल वार्मिङको कारणले गर्दाखेरि पनि मौसममा चेन्ज आउने भएर यहाँ पुल थियो भएको भएर चाहिँ पछि कस्तो हुन्छ त्यो थाहा छैन होइन तर जे जति देखिन्छ यसलाई चाहिँ बचाइराख्नुपर्छ यो
हरियाली अनि त्यो हिमाल, त्यो हिमालको हिउँ सुक्नु भएन। हाम्रा पुर्सा डाँडाहरू देखिनु भएन, कालो डाँडोहरू देखिनु भएन। हिमालमा हिउँ बग्ने बेला हिमालमा हिउँ रहिरहनु पर्यो। त्यसको लागि चाहिँ हामीले हाम्रो नेचरलाई चाहिँ जोगाइराख्नुपर्छ कि हामीले चाहिँ ग्लोबल वार्मिङबाट हाम्रो नेचरलाई प्रभावित हुन नदिएर हामीले यसलाई जस्ताको त्यस्तै राख्न चाहिँ सक्नुपर्छ। त्यो पुलमा म गएर हिँडेर मलाई भिडियो बनाउनु मन छ। कसैलाई म यो कुरा ध्यान आकर्षण गराउन चाहन्छु। त्यहाँ झर्ना हो ओके जाम गाडी आयो। गुम्बा रहेछ नि त, त्यहाँ गुम्बा पनि रहेछ। अनि अलि माथितिर के हो त्यो पानी पाइप चेप्टो पारेछ। हामी चाहिँ घट्टे खोला बजार भन्नेमा आइपुग्यौँ है त। घट्टे खोला बजार यहाँ रहेछ। छैन होला। ल्यान्डस्केप त देखिन थालिहाल्यो नि त। Oh my god. वाला फिल भइरहेछ मलाई। ओखर या अहिले त छैन कि क्या हो देखिँदाखेरि। हामी चाहिँ अर्को बस्तीमा आइपुग्यौँ। यो बस्तीको नाम चाहिँ म हजुरलाई अलि अगाडि पुगेर त्यहाँ बोर्डमा पढेर भन्छु ल। म चाहिँ हेर्नमा व्यस्त छु। मैले चाहिँ भिडियो बनाउन पनि के अरे खन्ती बजार रहेछ ल। है त हामी खन्ती बजार प्रवेश गरिसक्यौँ। खन्ती बजार म ओभर एक्साइटेड भएर मेरो भोइस चाहिँ चेपपिटी आइरहेछ मलाई थाहा छ। आइम सो सरी। रियलमा यस्तो छैन ल। हजुर गोवा जहिले बिहान यो ठाउँमा उज्यालो हुँदाखेरि मान्छेलाई कस्तो फिल हुन्छ होला है। शेर्पा स्टोर थासाङ टु कोवाङ। यो चाहिँ थासाङै हेर्दै कि अलि यता
घरमै मुनिपट्टि रोड यस्तै छ खोला त्यस्तै छ क्या निद्रा लाग्यो ओ ड्राइभर ननिदाउ ल कस्तो मन आत्या जस्तो भयो मेरो त बेबी मेरो त ढुकढुक भयो कति टाढा आए जस्तो टाइपले के हजुर कतिको अल्टिट्युडमा आयो होला हामी 3000 जाने कि के गर्ने भन त अहिले भरे अब हेरौँ यहाँ हामी चाहिँ यहाँको मौसमसँग कतिको एडजस्ट गर्न सक्छौँ त्यहाँभरि पुरै हिउँ पर्दो रहेछ त्यही भएर माथि हेर्नु त पुरै नाङ्गै छ है तल चाहिँ बोटहरू छ माथि चाहिँ पुरा ए भगवान् अर्कै दुनियाँमा जस्तो मलाई त आत्या जस्तो भयो तलतिर हरिया रुख बिरुवाहरू देखेको खोला नाला सबै देखेको अब म उजाडिएको ठाउँतिर जान आँटेँ जस्तो टाइपको भएर मलाई मनमा यति धेरै आत्तिएको थिएँ म लास्टै आत्तिएको जस्तो फिल भइरहेको थियो यतानेरि पुग्दाखेरि 7% लेफ्ट केही बोल्न नसकेर नबोलेको है त छ ब्यागहरू ढुकढुक भयो क्या मलाई कस्तो भन्ने नि त पुरै त्यो उता त्यो पाकिस्तानको त्यो के कस्तो हुन्छ नि उतातिर त्यस्तोवाला मलाई घर जानु मन लाग्छ स्याउ रहेछ क्या एउटा खुट्टामा चक्लेटी स्याउ रहेछ क्या अर्कै त्यो यसले
देखा त यहाँ स्याउ भन्दा उता हेर्नु न पानी झर्न पानी खसेछ तर तल छैन क्या त्यहीँबाट हराछ ती हावाले उडाएर त्यही भएर उल्टो बग्ने झर्ना भन्छ होला क्या त्यही भएर हेर्नु न है छैन क्या त्यतिबाट आछ अनि त्यतिबाट छैन यहाँ क्यामेरामा देखिन्न रहेछ क्यामेरामा देखिन्न रहेछ क्या अमेजिङ मार्फा भिलेजभन्दा अलिकति यता पुग्नै आँटेको बेला चाहिँ हामीले यति मजाको एप्पल फार्म देख्यौँ यसमा चाहिँ स्याउहरू यस्तो छ कि पुरै कलर गरेर त्यो के अरे सो गर्नलाई राखेको जस्तो टाइपको छ कि यस्तो राम्रो दाना छ होइन बिलिभ नै नहुने खालको चिल्लो दाना छ कलर गरेर पुरै सजाएर राखेको जस्तो अनि यति लटरम्म फलेछ कि त्यो हाँगामा लोड थाम्न नसकेर हाँगा भाँचेर तल भुइँमा झरेछ कि त्यो हाँगाहरू यति धेरै लोड छ हाम्रोतिर आरु बखराहरू फलेको जस्तो टाइपले यति लटरम्म फलेछ नि एकछिनपछि अहिले हामी आइपुग्यौँ मार्फा भिलेजमा आउँदाखेरि चाहिँ घरहरू मस्त घरहरू देख्न पाइन्थ्यो यहाँ भिलेजमा हामी यो सिधा आइरहेको बाटोदेखि अलिकति माथिपट्टि लाग्नुपर्छ मार्फा भिलेज मेन भिलेजमा जानको लागि यताको बाटो हामी अब निस्किन्छौँ अलिकति यता हो यो बाटोबाट माथितिर लागेर अनि उतातिर जानुपर्छ अनि त्यहाँ घरहरूकै बाटोबाट गल्लीहरू छ यता गएर चाहिँ यहाँ गल्लीको बाटोहरू छ हामी त्यही गल्लीको बाटो साँगुरो गल्ली भए पनि गल्लीकै बाटो हुँदै हामी चाहिँ उताबाट निस्किने बाटो पनि छ बाइकहरू लग्न पाइन्छ त्यहाँसम्म हामी बाइकहरू लग्न पाइन्छ कि भनेर सोधेर गएको भित्रतिर अनि मार्फा भिलेजको त अब कुरै छोडौँ होइन मुस्ताङको मेन अट्र्याक्सन भनेर पनि मार्फा भिलेजलाई देखाइरहेको हुन्छ कि प्रायः जसो पहिले गएकोहरूले पनि देखाइरहेको मार्फा भिलेजमा होइन मार्फा भिलेज चाहिँ त्यहाँको मार्फा स्याउ अनि त्यसपछि स्याउबाट बनेका विभिन्न ब्रान्डका रक्सीहरूको कारणले गर्दा पनि प्रख्यात छ र मार्फा भिलेजमा चाहिँ थकाली संस्कृति अनि थकाली परिकारका खाने परिकारहरू होइन अनि त्यहाँको वेशभूषाको कारणले गर्दाखेरि पनि यो परिचित छ अनि हामी यहाँबाट योबाट भित्र छिरेर जान्छौँ मेन गल्लीमा यहाँबाट सुरु हुन्छ मेन गल्लीभित्र जानको लागि यहाँका घरहरू चाहिँ प्राय गरेर चाहिँ सेतो माटोले लिपेका घरहरू यति सुन्दर र सफा मुस्ताङकै सफा गाउँ भनेर चिनिँदो रहेछ कि मार्फा भिलेजलाई अनि घरहरू सेतो कलरले लगाएको अनि भुइँमा चाहिँ ढुङ्गाहरू छापेको अनि घरको माथिपट्टि सबै घरहरूमा चाहिँ काठहरू राखेको थियो दाउराहरू थियो माथिपट्टि अनि ढुङ्गा माटो अनि त्यसपछि यो काठले बनेका घरहरू जति हेर्दा पनि हेरिरहँ जस्तो लागिरहेको थियो हामीलाई फेरि अगाडि पनि जानुपर्ने भएको भएर हामीले धेरै समय चाहिँ स्पेन्ड गरेनौँ यहाँ चाहिँ विभिन्न किसिमका ड्रेसहरू थकाली ड्रेसहरू शेर्पा ड्रेसहरू पनि लगाउन पाइन्छ त्यहाँ गइसके पछाडि अनि हामी चाहिँ गएर त्यहाँ ड्रेसहरू भाडामा लिएर 200, 250, 300 यस्तैमा 350 यस्तैमा चाहिँ ड्रेसहरू हाफ एन आवरको लागि जस्तै मिल्छ तर अब कति समय आफूले फोटो खिच्यो हामीले चाहिँ त्यही के अरे कपडाहरू त्यतिको समयको लागि लिएर अनि भिडियो फोटोहरू पनि लियौँ मेन अट्र्याक्सन त यहाँ जेरी गल्ली हुँदो रहेछ कि जेरी गल्ली यति धेरै भिड थियो मान्छेहरूको कि त्यहाँ नर्मल एउटा फोटो खिच्न पनि त्यो थिएन के फुर्सदै थिएन त्यो ठाउँै खाली थिएन होइन हामी पनि जेरी गल्ली खोज्दै खोज्दै अगाडि बढिरहेका छौँ जेरी गल्लीमा भिड नहुने कुरै थिएन अरू गल्लीहरू अरू ठाउँहरू पनि यस्तो राम्रो थियो तर त्यही नै हो मानिस भाइरलको पछाडि होइन हामी पनि त्यही खोजिरहेछौँ कि त्यही गइरहेछौँ अहिले नयाँ संरचनाहरू पनि बनिरहेको छ पुरानो घरहरू पनि छ र नयाँ संरचना पर्यटकहरू थपिएको कारणले गर्दा बनेको होला सायद नयाँ संरचनाहरू आवश्यकताकै कारणले गर्दाखेरि हामी अरू ठाउँहरू पनि गयौँ अलिकति माथितिर गएर फोटो भिडियोहरू बनायौँ तर ब्लग चाहिँ बनाएन माथितिर गएर हामी बाटोको मात्रै ब्लग बनाएँ मैले यही अब हामी जेरी गल्ली नजिकै आउँछौँ यहाँ चाहिँ झुक्किने टाइपको छ कि जेरी गल्ली हो कि भनेर यो चाहिँ फाइनल जेरी गल्ली हो होइन यहाँ यति धेरै भिड छ अब चाहिँ हामी मुस्ताङको सदरमुकाम जोमसोममा आइपुग्यौँ जोमसोम चाहिँ मुस्ताङ जिल्लाको जिल्ला सदरमुकाम रहेको छ यहाँ चाहिँ
पर्यटकहरूले मेन यहाँ बसेर चाहिँ मुक्तिनाथ अप्पर मुस्ताङ जाने गर्नुहुन्छ। दुम्बा लेक जानको लागि पनि यहाँ आएर बस्नुहुन्छ पर्यटकहरू। दसैँ तिहारको बेला भएको भएर होटलहरू पनि सिजनको बेला भएर एकदमै बुक गरेर जानुपर्ने रहेछ। नर्मल्ली यत्तिकै जाँदाखेरि चाहिँ होटलहरू पाउने अलि सम्भावना पनि कम हुँदो रहेछ त्यहाँ होइन सिजनको बेला। हामी पनि 2-3 ठाउँ खोजेर अनि फेरि पछि गएर एक ठाउँमा चाहिँ हामीलाई चाहिँ बाइक पनि पार्किङ गर्नुपर्ने थियो। त्यही भएर चाहिँ बाइक पार्किङ गर्ने ठाउँ खोजेर बस्दाखेरि चाहिँ अलिकति गाह्रो भएको थियो। होइन भने एकदमै राम्रो रह्यो यहाँसम्मको यात्रा। यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न नभुल्नु होला होइन। म यहाँहरूलाई अप्पर मुस्ताङ अनि त्यसपछि मुक्तिनाथ अरू ठाउँको पनि भिडियो देखाउने छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।